आज सुन्ने समय र विशेष समयको कार्यक्रम नरहेको बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, मान्य मन्त्री शिशिर खनालले समय माग्नु भएकोले मान्य मन्त्री शिशिर खनाललाई रोस्टम प्रयोग गरेर आफ्नो भनाइ राख्न समय दिन्छु। सम्माननीय सभामुखज्यू, मान्य सदस्यज्यूहरू, नेपालको संविधान, अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र नीति सञ्चालनका मार्गदर्शक सिद्धान्त एवं उद्देश्यहरूप्रति हामी प्रतिबद्ध छौँ। सरकारले सुशासन र आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखी काम गरिरहेको छ। नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षा र हकित संरक्षण लगायत समग्र राष्ट्रिय हितको प्रवर्धन गर्ने गरी मैले नेतृत्व गरेको परराष्ट्र मन्त्रालयबाट निरन्तर काम कारबाही भइरहेको छ। मन्त्रालयबाट सम्पादित कामका सम्बन्धमा विभिन्न समयमा यस सम्मानित संसद र सम्बन्धित समितिहरूमा जानकारी गराउँदै आएको र यो क्रम जारी रहने बेहोरा पनि म निवेदन गर्न चाहन्छु। यसै सिलसिलामा हालै मैले सम्पन्न गरेको भारतको भ्रमण र सम्माननीय प्रधानमन्त्रीज्यूले यस सम्मानित सदनलाई 2083 जेठ 17 गते गर्नुभएको सम्बोधन तथा नेपाल भारत सीमा लगायत विषयमा जानकारी गराउने अनुमति चाहन्छु। सम्माननीय सभामुखज्यू, भारतका विदेश मन्त्री महामहिम डाक्टर एस जयशङ्करको सौहार्दपूर्ण निमन्त्रणामा भारतको 3 दिने औपचारिक भ्रमण सम्पन्न गरी म 2083 जेठ 24 गते काठमाडौँ फर्केको छु। गत फागुनमा सम्पन्न निर्वाचनपछि गठित नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको पहिलो उच्चस्तरीय भ्रमणबाट नेपाल र भारत बीचको मैत्रीपूर्ण र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको मैले विश्वास लिएको छु। सो भ्रमणका क्रममा 6 जुन 2026मा नयाँ दिल्लीमा भारतका विदेश मन्त्री महामहिम डाक्टर एस जयशङ्करसँग औपचारिक भेट र प्रतिनिधि मण्डल स्तरीय वार्ता सम्पन्न भएको छ। दुवै देशका प्रतिनिधि मण्डलबीच नेपाल भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूमा व्यापक र उपलब्धिमूलक छलफल भएको छ। द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा, सीमा व्यवस्थापन, खेलकुद र जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भएको छ। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदान प्रदान गरिएको छ। नेपाल भारत बीच द्विपक्षीय सहकार्यमा सञ्चालित परियोजनाहरूको प्रगति समीक्षा गर्नुका साथै तिनलाई थप प्रभावकारी बनाउने उपायहरूबारे पनि महत्त्वपूर्ण छलफल भएको छ। बैठकका क्रममा हामीले 3वटा संयुक्त घोषणाहरू गरेका छौँ। क एनसीएचएल र एनपीसीआई बीच जुन 2023मा हस्ताक्षर गरिएको समझदारी पत्र अन्तर्गत अन्तर्देशीय भुक्तानी P2P लेनदेनको सञ्चालन सुरु भएको छ। ख नेपालमा भूकम्पपछि भारतको विकास सहयोगमा पुनर्निर्माण सम्पन्न भएका 72 स्वास्थ्य क्षेत्रसँग सम्बन्धित परियोजना र 12 सांस्कृतिक क्षेत्रसँग सम्बन्धित परियोजनाहरूको हस्तान्तरण भएको छ। ग भोइस फर्स्ट भाषा अनुवाद प्लेटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधारको सहनिर्माणको लागि काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स सेन्टर र डिजिटल इन्डिया वासिनी डिभिजन बीच समझदारी पत्र। उक्त भ्रमणका क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार श्री अजित डोभालसँग समेत भेटघाट र छलफल भयो। उक्त बैठकमा नेपाल र भारतका साझा सुरक्षा,
चासो, सीमा व्यवस्थापन तथा दुई देशबीचको रणनीतिक साझेदारीका विभिन्न पक्षहरूमा विचार आदान प्रदान गरियो। भ्रमणकै क्रममा इन्डिया फाउन्डेसनद्वारा नयाँ दिल्लीमा आयोजित एक विशेष कार्यक्रममा प्रबुद्ध व्यक्तिहरूको समूहलाई मैले सम्बोधन गर्ने अवसर पाएँ। उक्त कार्यक्रममा मैले नेपालको परराष्ट्र नीतिका प्राथमिकताहरूका बारेमा प्रकाश पार्दै सहभागीहरूसँग ऊर्जा, व्यापार, सीमा लगायत साझा चासोका विषयहरूमा केन्द्रित रही अन्तर्क्रिया समेत गरेँ। त्यसै गरी नेपाली राजदूतावास नयाँ दिल्लीको भ्रमण गरी दूतावासका पछिल्लो काम कारबाहीहरूको बारे दूतावास परिवारसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दै भारतमा नेपाल र नेपालीको हितको रक्षाका लागि प्रतिबद्ध भएर लाग्न निर्देशन दिएको छु। साथै दूतावासमा आयोजित मिडिया अन्तर्क्रिया कार्यक्रममा भारतमा रहेका सञ्चार माध्यमहरूसँग छलफल गरी हाम्रा प्राथमिकताका बारे पनि जानकारी गराएको छु। यस भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटहरूले नेपाल र भारतबीचको कूटनीतिक र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउनुका साथै आगामी दिनमा आपसी हितका क्षेत्रहरूमा परिणाममुखी सहकार्य अघि बढाउन बलियो आधार तयार भएको मैले महसुस गरेको छु। नेपालको सन्तुलित, स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त ढङ्गले अभिव्यक्त गर्ने अवसर यस भ्रमणले प्रदान गरेको छ। व्यापार तथा लगानी विस्तार गर्ने, ऊर्जा सहकार्य सुदृढ गर्ने, पर्यटन प्रवर्धन गर्ने तथा कनेक्टिभिटी र जनस्तरको सम्बन्ध अझ सशक्त बनाउने विषयहरूमा ठोस आधार तयार पारेको छ। क्षेत्रीय स्थायित्व, आपूर्ति श्रृङ्खला सुरक्षा तथा ऊर्जा साझेदारी जस्ता समसामयिक अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत धारणा आदान प्रदान गरिएको छ। दुई देशबीचको समन्वय, सहकार्य र साझेदारीलाई अझ बलियो बनाउने कार्यका लागि दर्जनौं द्विपक्षीय संयन्त्रहरू रहेका छन्। यसमध्ये केही संयन्त्रहरू लामो समयदेखि क्रियाशील नरहेको पनि देखिन्छ। यस्ता संयन्त्रहरूको नियमित बैठकले नेपाल भारतबीच रहेका सम्भावना र सहकार्यका विषयमा छलफल गरी दुई देश बीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। नेपाल र भारतबीच विभिन्न क्षेत्रमा काम गर्ने गरी स्थापना गरिएका ती द्विपक्षीय संयन्त्रहरूको बैठक हाल सुचारू भएका छन्। म यहाँ त्यस्ता केही महत्त्वपूर्ण संयन्त्रहरूका आगामी बैठकहरूका बारे जानकारी गराउन चाहन्छु। जोइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्टको आगामी बैठक अगस्त 2026मा आयोजना हुँदैछ। हाल जोइन्ट फिल्ड सर्वे टिम JFST ले विगत 2 महिनादेखि विभिन्न स्थानमा काम गरिरहेको छ। यस संयन्त्रलाई दिएको जिम्मेवारी बमोजिम सीमा स्तम्भहरूको मर्मत, हराएका स्तम्भहरूको पुनर्स्थापना र पुनर्निर्माण गर्ने कार्यहरू अगाडि बढेका छन्। हाल 4 वटा छुट्टा छुट्टै टोली गठन भई नेपाल भारत सीमाका विभिन्न क्षेत्रमा काम भइरहेको छ। यी संयुक्त टोलीहरूले नो म्यान्स ल्यान्डको अतिक्रमण र क्रस बोर्डर ओकुपेसनको लगत तयार पार्ने काम गरिरहेका छन्। सर्वे अफिसियल्स कमिटीको आगामी बैठक अगस्त 2026मा आयोजना हुँदैछ। यसमा नापी विभागका उपमहानिर्देशकको नेतृत्वमा उक्त विभागको प्राविधिक टोली लगायत परराष्ट्र, गृह र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ। भारतीय पक्षतर्फ पनि सोही बमोजिमको प्रतिनिधित्व हुने गरेको छ। त्यसै गरी हालै सम्पन्न केही महत्त्वपूर्ण बैठकहरूमा 30 अप्रिल र 1 मे 2026मा जोइन्ट कमिसन अन कोशी एन्ड गण्डक प्रोजेक्टको बैठक काठमाडौँमा सम्पन्न भएको छ। 4 वर्षको अन्तरालमा आयोजित यस महत्त्वपूर्ण बैठकमा उक्त परियोजना क्षेत्रमा देखा परेका समस्या अध्ययन गरी तिनको समाधान गर्ने विषयमा छलफल भई कार्य अगाडि बढेको छ। 2 मे 2026मा नेपाल इन्डिया जोइन्ट टिम अन फ्लड फोरकास्टिङ एक्टिभिटिज अन रिभर्स कमन टु नेपाल एन्ड इन्डियाको बैठक काठमाडौँमा सम्पन्न भएको छ। मनसुनको समयमा हुने विपद एवं धनजनको क्षति न्यूनीकरण गर्नको लागि अर्ली वार्निङ सिस्टमलाई थप चुस्त बनाउने दिशामा लिन सकिने कदमहरूका सम्बन्धमा छलफल भई सहकार्य अगाडि बढेको छ। 7 देखि 8 मे 2026मा जोइन्ट टेक्निकल टिम अन कोअपरेसन अन पावर सेक्टरको बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। उक्त बैठकमा नेपाल भारत बीच
विद्युत व्यापारका निमित्त आवश्यक अन्तर्देशीय प्रसारण लाइन ट्रान्समिसन लाइन्सहरूको विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको छ। यससँगै अन्य क्षेत्रमा रहेका हाम्रो द्विपक्षीय संयन्त्रहरूको बैठक पनि आयोजना हुँदैछन्। यसबाट नेपाल भारत बीचको बहुआयामिक सम्बन्ध अझ घनीभूत र प्रगाढ बन्दै जाने अपेक्षा छ। सम्माननीय सभामुखज्यू, अब म सम्माननीय प्रधानमन्त्रीज्यूको सम्बोधन र नेपाल भारत सीमाको विषयमा केही उल्लेख गर्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यूले 2083 जेठ 17 गते सङ्घीय संसदको प्रतिनिधि सभामा प्रश्नोत्तरका क्रममा नेपालको सीमाका विषय उल्लेख गर्दै द्विपक्षीय वार्ताद्वारा समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको थियो। सम्मानीय ज्यूबाट प्रस्तुत धारणाका सम्बन्धमा परराष्ट्र मन्त्रालयले सोही दिन विस्तृत जानकारी पनि उपलब्ध गराइसकेको छ। नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा समेत नेपाल सरकारको आधिकारिक धारणा परराष्ट्र मन्त्रालयले 2083 वैशाख 20 मा स्पष्ट पारिसकेको छ। यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत नै प्राप्त भएको छ। दुवै देशले सीमा सम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। यहाँहरूलाई थाहै छ, नेपाल र भारतबीच सदियौँ पुरानो र खुला सिमाना रहेको छ। हालको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा सन् 1816 को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पियाधुरा लिपुलेक तथा कालेपानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थानबाहेक अन्य केही स्थानहरूमा क्रस बोर्डर अकुपेसन तथा 10 गजा अतिक्रमणको समस्याहरू विद्यमान छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलतः 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ। नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढङ्गले नक्साङ्कन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, मर्मत, 10 गजा क्षेत्रको अतिक्रमण तथा क्रस बोर्डर अकुपेसनको लगत सङ्कलन गर्न दुई देशका सीमा सम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील छन्। लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा क्रियाशील छ र संयुक्त रूपमा लगत सङ्कलन गर्ने काम भइरहेको छ। नेपाल भारत सीमाका के कति स्थानमा नो म्यान ल्यान्ड्स इन्क्रोचमेन्ट र क्रस बोर्डर अकुपेसन रहेको छ भन्ने विषयमा सीमा सम्बन्धी नेपाल इन्डिया बाउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रहरूले म्यापिङको कार्य गरिरहेका छन्। यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। आफआफ्नो उपभोगमा रहेको जग्गाको दाबी दुवै पक्षले गर्ने गरेका छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नु भएको भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ। यसमा मूल प्रश्न भनेको सीमा सम्बन्धी विषयको कसरी निरूपण गर्ने भन्ने नै हो। तसर्थ नेपाल र भारत बीचको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथा नक्साका आधारमा कूटनीतिक वार्ताको माध्यमबाट यस विषयको समाधान गर्न हामी प्रतिबद्ध छौँ। सम्माननीय प्रधानमन्त्रीज्यूले 2083 जेठ 17 गते सङ्घीय संसदमा नेपालको सीमा सम्बन्धी विषयमा जवाफ दिने क्रममा नेपालको सीमाङ्कन सन् 1816 को सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकोले मित्र राष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको हो। यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौँ। खाली तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री रेफरेन्स मटेरियल्सहरू केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्माननीयज्यूले इङ्गित गर्नुभएको हो।
म यस सम्मानित सदनमा केही स्पष्ट पार्न चाहन्छु भने नेपाल भारत सीमा द्विपक्षीय विषय हो र नेपाल तथा भारत बीच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथा नक्साका आधारमा यस समस्याको समाधान कूटनीतिक संवाद र वार्ता मार्फत गर्न नेपाल प्रतिबद्ध छ। अन्त्यमा सरकार गठन भए पश्चात हामीले राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। उच्च स्तरीय भ्रमणहरूका माध्यमबाट द्विपक्षीय सम्बन्धहरू प्रगाढ बनाउँदै जाने र मित्र राष्ट्रहरूसँग हाम्रा द्विपक्षीय संयन्त्रहरूलाई क्रियाशील बनाउँदै राष्ट्रिय हित र आर्थिक कूटनीतिलाई प्रवर्धन गर्ने दिशामा सरकार गठन भएको यो छोटो समयमा महत्त्वपूर्ण कदमहरू लिएको छ। हालै सम्पन्न भारत भ्रमण र निकट भविष्यमा हुने अन्य मित्र राष्ट्रका भ्रमण र द्विपक्षीय संवाद यसका उदाहरणहरू हुन्। विभिन्न मुलुकसँग हाम्रो द्विपक्षीय संयन्त्र पनि सक्रिय हुन थालेका छन्। राष्ट्रिय हितलाई केन्द्रमा राखी यी सबै विषयहरूलाई हामीले निरन्तरता दिने र प्राप्त उपलब्धि लगायतका विषयमा यस सम्मानित सदनलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्दछु। धन्यवाद।